हेलो हेलो गुड मर्निङ फ्रम सोलुखुम्बु। अहिले चाहिँ म सोलुखुम्बुको नेले भन्ने ठाउँमा छु। हामी चाहिँ यता नेलेबाट गाउँतिर जाँदैछौँ। हाम्रो यो नेलेको यता तुम्से डाँडा भन्ने ठाउँमा आइपुगिसकेँ म चाहिँ। तुम्से डाँडाको मेन रोडको बाटो चाहिँ तलबाट छ, गाडी हिँड्ने बाटो चाहिँ। हामी चाहिँ माथि मान्छे हिँड्ने यस्तो बाटो अगाडि जाँदैछौँ। यहाँ चाहिँ पुरै सल्लाहगारीहरू छन्। आज यो दसैँ पछाडिबाट चाहिँ आज चाहिँ मजाले घाम लागिरहेछ। हिजो अस्तिसम्म चाहिँ पानी परेको थियो। हाम्रो 2082 सालको दसैँ पछाडि चाहिँ यतातिर घाम लाग्न थालिसक्यो। पारीतिर पुरै पहिरो भएर बिजोग छ अस्तिको पानीले। परतिर पारी देखिने चाहिँ उता नेचा सल्यान, यतातिर चाहिँ तिङ्ला, अनि यो तल चाहिँ तुम्से डाँडा भयो। मेन रोड चाहिँ तलैबाट छ, गाडी हिँड्ने बाटो चाहिँ। हामी चाहिँ माथिबाट हल्का हाइकिङ गर्दै गाउँतिर जाँदैछौँ। शीतल छ, घाम चाहिँ मजाले लागिरहेछ, मौसम चाहिँ शीतल छ। गाउँतिरबाट हिँड्दै अगाडि जाँदैछौँ। ल अहिले चाहिँ हामी चाहिँ हिँड्दै अलिक वर आइपुग्यौँ। अनि यहाँतिर चाहिँ हाम्रो यतातिर चाहिँ पुरै यो सोताङबुङ छेस्कामबाट ल्याउने हाइड्रोको यो पर्सरन लाइनहरू यतातिर बन्दै रहेछ। पिलर टावरहरू चाहिँ बनिसकेको छ। यता उति पर पनि बनिएको छ एउटा, अनि यहाँतिर एउटा बनिएको छ। यो चाहिँ अब लगेर उहाँ तिङ्लाको सब स्टेसनमा, सोताङबुङ छेस्काममा उत्पादन भएको बिजुलीहरू चाहिँ तिङ्लाको सब स्टेसनमा लानुलाई यहाँबाट पुरै टावरहरू यस्तो बनाइसकेको छ। यहाँबाट चाहिँ जति पनि यो सोलुखुम्बु जिल्लाको पूर्व क्षेत्रमा उत्पादन भएको बिजुलीहरू चाहिँ यहाँबाट गरेर तिङ्लाको सब स्टेसनमा लगेर जोड्ने, त्यहाँबाट चाहिँ उता लानेको लागि चाहिँ पुरै टावरहरू बनिसकेको छ यतातिर। ल है हामी चाहिँ हिँड्दै आहाले भन्ने ठाउँमा आइपुग्यो। गाउँमा आइपुग्यो। गाउँमा घरहरू चाहिँ 1-2वटा मात्रै छ, खासै घरहरू छैन। यहाँ तल चाहिँ किवी फार्म, किवीको रुखहरू टनाटन छ। किवी दर उत्पादन गरेछ यहाँतिर किवी, तर किवी उत्पादन गरे पनि बजार छैन। उतै एउटा त मरेछ पनि, त्यस्तो छ किवी फार्म। तर बजारै छैन अहिले। यो त केजीको 70-80 रुपियाँले पनि बिक्दैन कि सिजनमा। किवी गाह्रो छ। गाउँघरतिरको हालत यस्तो छ। अलिअलि कुहिरो लागेछ आकाशतिर। बिहान त उज्यालो थियो, अहिले चाहिँ पुरै कुहिरो लागेको अवस्था भन्दा नि अलिअलि कुहिरो लागेको अवस्था। गाई पनि 1-2वटा त्यहाँ देखिरहेछ, 2टा गाई यस्तो छ। काली गाई, राती गाई, सिन्दुरी गाई, काली 2टा मात्रै आइयो। अरू त तल्लो पर हाम्रो जग्गामा बाँधेको होला खानलाई। दुनियाँहरू होला। ल है हामी चाहिँ गाउँतिर घुमेर नि फर्किँदैछौँ। यतातिर टक्क हातमा धुप बोकेका छौँ। मयूरपङ्खी फुर्माङ बोकेर चाहिँ धुप बाल्नुको लागि
दिनभरि गाउँमा घुमेर बस्यो। अहिले चाहिँ अब फेरि फर्किँदैछौँ उतै बजारतिर। ल है हामी आउँदैछौँ तर कुहिरोले झापझुप बनाइसक्यो। मौसम चाहिँ यस्तो कुहिरो लाग्यो कि हामी हिँड्दा फर्किँदै पुरै पानी पर्ला जस्तो भयो। कुहिरो मजाले लाग्यो, अँध्यारो भयो, भर्खरै घाम लागिरहेको थियो। मौसम चाहिँ तुरुन्तै चेन्ज भइहाल्यो। हामी चाहिँ हिँड्दैछौँ। मजा भइरहेछ आज हिँड्नुलाई। उकालो ओह्रालो हाइकिङ भयो। गाउँघरतिर जे होस् रमाइलो भयो, फ्रेस हावा खाइयो, घुमियो। अनि आउँदै साँझ पनि पर्यो, मौसम पनि पुरै चेन्ज भयो। पुरै कुहिरो लाग्न थाल्यो। पानी त पर्ला जस्तो छैन, तर कुहिरो चाहिँ पुरै झापझुप नै कुहिरो लागिसक्यो। यस्तो भइरहेछ कुहिरो लागेर पुरै झापझुप। ल है त, ल अब अगाडि के हुन्छ हेरौँ। आउँदा घाम लाग्दै थियो, फेरि आउँदा कुहिरो लाग्यो। अब योभन्दा अगाडि के हुन्छ हेरौँ। ल है हामी चाहिँ हिँड्दै नेली बजार छेउमा आइपुगिसक्यौँ। अब आज फेरि नेली बजारमै बस्ने हो। ट्याक्क लगाएर हाम्रो वासस्थान नेली बजारै हो। नेली बजार आइपुग्यो। अब मेरो भिडियो पनि यहीँ एन्ड हुन्छ। सी यु इन नेक्स्ट भिडियो। है त आजलाई यति नै, यहीँ नै सकिन्छ। नेली बजार आइपुग्यौँ हामी है त।